त्यो भएर धेरै ट्यापेहरू मेरा भाकी तरुनी पनि त्यसै लौ कि भनेर आरिसले जलेका पनि हुन्छन्। गयो भने गए त, द्याट्स नट अ बिग डिल भन्ने केटीहरू महेश बस्नेतसँग गयो भने गए, एक दिन गए सकियो। उनी ह्याप्पिली म्यारिड मान्छे हुन्, छोरो हुर्काएका छन्, छोरीको बिहा गर्दैछन्, श्रीमती साथमा छिन्, उनलाई कुनै बहुबिहा मुद्दा लाग्दैन, के अरे कुनै आइमाईले चाहिँ नि मलाई मन पर्यो भनेर उनलाई लान मिल्दैन, उल्टै थुनिन्छन् ती आइमाई। त्यो चाहिँ कस्तो आइमाई किन आकर्षित भयो भने नि शोभा पाठकहरू चाहिँ अमेरिकाकी लाउरेनी शोभा पाठक, मैले यहाँ भनेको पनि छु टिकटकमा, सुरक्षित पनि छ, कता कता फेसबुकतिर पनि सेयर गरेको छु। ती शोभा पाठक भनेको अमेरिकाबाट पैसा कमाएकी सुनबुढी लाउरेनी रहेछन्। तिनी काठमाडौँ आइन्, माओवादीको दादागिरी खुब चलेको बेला 64 सालमा लुट फिल्म हाउसफुल चलेको थियो। पछि एटिएम भयो, अनि माओवादी आफै फुटेर सबै चाहिँ नि हल सुनसान भयो, चल्न छोडो। अनि त्यति बेला माओवादी आक्रामक भएर आएको बेला काठमाडौँको एसएसपी भन्दा वाइसिएलको कमान्डर चाहिँ नि त्यो मलाई पनि दाइनी भन्ने मान्छे हुन्, के थापा अरे सागर थापाहरू बढी चर्चित थिए। काठमाडौँ नेपालभरिको वाइसिएलको केन्द्रीय नेता गणेशमान पुन रश्मि भन्दा पनि चाहिँ काठमाडौँको वाइसिएलको अध्यक्ष सागर चाहिँ चर्चित। पछि राजावादी भयो, कता भयो बिचरा। अनि त्यति बेला वाइसिएलको दादागिरी एकदम चलेको बेला बन्दुक बोकेका बुझाउन बाँकी अवैध हतियार बोकेर वाइसिएल परिचालित थिए, काठमाडौँमा लुटपाटै गर्थे, अब एक खालको सत्तै चलाउँथे। डिएसपीले पनि उसँग कनेक्सन गरेर कोअर्डिनेसन गरेर शासन गर्नुपर्ने, काठमाडौँमा अपराध नियन्त्रण गर्नुपर्ने। अनि त्यति बेलाको वाइसिएलको दादागिरीलाई एमाले पनि हामी पनि खेल्ने हो भनेर लाठी खुकुरी लिएर एमाले पनि युथ फोर्स भन्ने खटायो। अजमर काङमा राई भन्ने भोजपुरकै नेता पछि झेम्बा विचारधारा जनजाति पार्टी अशोक राईतिर कता लागे, हौ ती केन्द्रीय अध्यक्ष थिए। उनीभन्दा प्रभावशाली चाहिँ नि युथ फोर्सका अध्यक्ष, युवा सङ्घभन्दा मातहतको युथ फोर्सका अध्यक्ष चाहिँ यिनी संयोजक तपाईँले भनेका महेश बस्नेत आए। अनि यिनले चाहिँ वाइसिएललाई खेदे, बन्दुक लिएर आएका वाइसिएललाई लाठी खुकुरी मुङ्ग्रा देखाएर धपाए उल्टै। अनि तरुणीहरू आकर्षित भई गाँठे त्यस्ता लाठी मुङ्ग्री लिएर के अरे बन्दुक लिएर आएका जङ्गली वाइसिएललाई उल्टै खेद्न सक्ने महेश बस्नेत कस्तो होला। त्योसँग भेट्न पाए त, त्योसँग सेल्फी लिन पाए त, त्योसँग एक कप चोखो कफी खान पाए त